एक दिनको कुरा नेपालका प्रधानमन्त्री र सिङ्गापुरका प्रधानमन्त्रीको रत्न पार्कमा भेट भएछ। अनि सिङ्गापुरका प्रधानमन्त्रीले केपी शर्मा ओलीलाई सोधेछ, केपी सर, संसारको सबैभन्दा बढी फास्ट स्पिड इन्टरनेट चल्ने देश कुन हो भनेर सोधेछन्। केपीले हतपतै छातीमा हात राखेर भनेछ, अरू को हुनु, मेरो देश हो नि भनेर भनेछ। सिङ्गापुरका प्रधानमन्त्रीलाई रिस उठेछ। कस्तो गफाडी बुढो, इन्द्रको अगाडि स्वर्गको बयान भनेर हातमा थुकेर केपी शर्मा ओलीको कानमा बजाएछ। अनि अरे नालायक, यतिसम्म त झुट नबोल। जुन इन्टरनेट फास्ट स्पिड चल्ने देश भनेर मैले रेकर्ड राखेको छु, मेरै अगाडि गफ दिने भनेर भनेछन्। त्यसपछि केपी शर्मा ओलीले सोचेछ, अरे यो सिङ्गापुरेलाई कसरी थाहा भयो? मैले गफ हान्छु भन्ने कुरा नेपालीलाई जनतालाई त थाहा भयो। सिङ्गापुरमा पनि कसले खबर पुर्याएछ भनेर रुन थालेछ।